नमस्ते सम्पूर्णमा। आज चाहिँ म यो श्री नलाङ पाटले माध्यमिक विद्यालय सिद्धलेख 2 खिरियामा आएको छु। यही स्कुल हो जहाँ मैले पढेको, खेलेको र हुर्केको। आज म त्यही स्कुलमा 10-12 वर्षपछि पाइला टेक्दैछु। 10-12 वर्षको यो यात्रामा आफूले के सिकेँ, के भोगेँ, के देखेँ, ती कुराहरू अहिले विद्यालयमा पढ्दै गरेका भाइ बहिनीहरूसँग सेयर गर्न र उनीहरूका समस्या चाहना के छन् ती बुझ्नका लागि म आएको छु। र आजको यो भिडियोमा तपाईँले त्यही कार्यक्रमको छोटो क्लिपहरू र विद्यार्थी भाइ बहिनीको फोटोहरू हेर्न सक्नुहुन्छ। वास्तवमा भन्नु अब सिधा भन्नुपर्दा चाहिँ म तपाईँहरू जस्तै मान्छे हो, किसानको छोरो हो। अहिले पनि म खेतबारीमै काम गर्छु, फुर्सद भएको बेला र अलिक बोल्ने गर्नुहोस्। नबुझेको कुराहरू मैले भनेको बुझ्नु भएन भने यो भने के हो, कस्तो हो, कसरी हो, त्यो चाहिँ एकदम सोध्नुपर्छ है। सोध्ने बोल्ने मान्छेलाई म लास्टमा एउटा पुरस्कार पनि दिन्छु एकजनालाई, जो अलिक बढी एट्र्याक्टिभ भएर बस्छ, जसले मलाई क्वेसन सोध्छ। एकजनालाई मैले चुज गरेर एउटा गिफ्ट पनि दिन्छु है। सेवा भएर एकदम एक्टिभ भएर सुन्नु हुन्छ। पुरानो चाबीले नयाँ ढोका खोलिन्छ। जस्तै उदाहरणका लागि काउलीको बिउ राख्दा समयमै पानी हाल्छौँ, उर्वर मल मात्र दिन्छौँ, घाम पानीको सही मात्रा दिन प्लास्टिकले छोप्ने र उघार्ने गर्छौँ। त्यसै गरी हाम्रो सन्तानको जीवन पनि सही दिशामा अघि बढाउन हामीले आजबाटै सही प्रयास गर्नुपर्छ। बालबालिकाले हामीबाट मात्र सिक्छन्, उनीहरूले हाम्रो व्यवहार, हाम्रा निर्णय र हाम्रो प्रेमबाट मार्गदर्शन पाउँछन्। तर यो जिम्मेवारी सजिलो छैन। अहिलेको व्यस्त जीवनशैली, प्रविधिको असर र बदलिँदो समाजका कारण बालबालिका बुढ्दो लयमा पर्न सक्छन्। यो अवस्था 8 सामाजिक उत्तरदायित्व र नेतृत्व विकास। बाल्यकालमै उनीहरूलाई जिम्मेवारीको ज्ञान दिँदा भविष्यमा जिम्मेवार नेता र नागरिक बन्ने सम्भावना बढ्छ। उनीहरूको नेतृत्व विकासले देशको प्रगति सुनिश्चित गर्छ। निष्कर्ष, बालबालिका समाजको आधार हुन्। उनीहरूको विकास, संरक्षण र सही मार्गदर्शनले मात्र देश र समाजको दीर्घकालीन उन्नति सम्भव छ। त्यसैले बालबालिकाको हितमा लगानी प्रयासलाई प्राथमिकतामा राख्नु अपरिहार्य छ। अबसम्मको जेनेरेसन ग्याप क्या, बाउले भनेको र आफूले भनेको पुरै नबुझ्ने, आमाले पुरै बुझ्दैन, बाउले पुरै नबुझ्दिने। त्यसो लाग्यो आफूले के भन्नु त्यहाँ बाबाले अर्को घर भनिदिन्छ। त्यस्तो छ नि होइन? परिवारभित्रै अहिले चाहिँ मोबाइल चलाउने पुरै नहुने, यहाँ बसिरहेको आफ्नो मोबाइल चलाएर बसिरहेको पुरै हुने, त्यस्तो नै समस्या छ नि अहिले होइन? अर्को भनेको प्रविधिको अत्याधिक निर्भर छ क्या। हामीलाई जे गर्नलाई नि चाहिने प्रविधि चाहिने, डिजिटल एडिक्सन क्या। हामीलाई मोबाइल बिना बाँच्नै गाह्रो हुन्छ नि, हुँदैन? मोबाइल नदेखिकन ल एक दिन बस भन्यो भने मान्छ त्यसलाई केही छ भनेको त मोबाइल मात्र होइन, प्रविधि भनेको इलेक्ट्रोनिक डिभाइसहरू एनिथिङ होइन? त्यो बिना हामी बाँच्नै नसक्नेछौँ। त के हुन्छ स्वास्थ्य समस्या? अहिले उठेर हिँड्ने होइन, बस्ने, मोबाइल चलाउने, अस्वस्थ खानेकुराहरू खाने, पिज्जा, बर्गर, चाउचाउ, बिस्कुट, के के बाहिरको कुराहरू खाने, अनि पर्याप्त निद्रा नपुग्ने, रातभरि मोबाइल चलाएर बस्ने, कहाँबाट निद्रा पुग्ने होइन? त्यसले गर्दाखेरि चाहिँ विभिन्न रोगहरू निम्त्याउन सक्छ भन्छ क्या। भनेको मतलब हामीसँग समस्या छ नि त। तर त्यही समस्याहरूमध्ये कुनै एउटा समस्याको बारेमा चाहिँ म आज कुराकानी गर्छु र ती समस्याहरू, त्यो समस्याको कारणहरू पत्ता लगाएर
त्यसलाई चाहिँ कसरी त्यो बाटो उम्किने भन्ने कुराहरू चाहिँ म सेयर गर्न गइरहेको छु। हुन्छ म एउटा अभिभावक भएको नाताले चाहिँ अब हाम्रो बालबच्चाले भविष्यमा पढेर चाहिँ देशमै केही गरोस्, देशमै बसोस्, समाजको लागि योगदान गरोस्, राम्रो शिक्षा लिएर अरूलाई पनि शिक्षा दिन सक्ने होस्। यहाँ शिक्षकलाई एउटा सानो प्रश्न छ। मेरो गुरु पनि आइपुग्नु भएको कारणले गर्दाखेरिमा हाम्रो प्रकाश सरलाई मैले सोध्न चाहेँ, तपाईँहरूले पढाइरहनु भएको शिक्षाले कि रानी बाबुले जुन एउटा लक्ष्य राखेर स्कुल आइरहनु भएको छ, पढिरहनु भएको छ, त्यसले लक्ष्य पुरा गर्ला त? धन्यवाद तारा भाइ, मेरो पहिलो विद्यार्थी। अब यसमा चाहिँ के छ भने यो हामीले जुन उद्देश्य राखेर चाहिँ शिक्षण सिकाइ गरिरहेछौँ विद्यालयमा, वास्तवमा यो लक्ष्य पुरा गर्नकै लागि नै शिक्षण सिकाइ गरिरहेको। यदि हामीले यहाँबाट केही पनि नआउने हो भने यहाँ कक्षामा बसेर पढ्नु कुनै अर्थै हुँदैन। त्यसैले गर्दाखेरि म के भन्छु भने लक्ष्य फरक फरक हुन्छ, मान्छेले सिकाइ स्तर पनि आफ्नो तरिकाको हुन्छ, तर यो यसबाट जाने ठाउँ चाहिँ विभिन्न हुन्छ। कुन ठाउँमा जाने हो हामी, त्यसको लागि त्यो लक्ष्य तय गरेर हामी गयौँ भने चाहिँ पक्कै पनि हामीले पढाइरहेको शिक्षाले निश्चित दिशामा चाहिँ लैजान्छ। तपाईँहरू सबैले सक्नुहुन्छ, भविष्य उज्जवल छ, काम गर्नुहोस्, त्यो बिचमै ब्रेक गर्ने काम नगर्नुहोस्, टार्गेट राख्नुहोस्। म यहाँ जाने हो, मेरो काम यो हो, म यो चाहिँ हुने नै हो भन्ने हामीले त्यस्तो खालको एउटा सिचुएसन क्रिएट गरेर आफ्नो मनमा त्यो टार्गेट राखेर अगाडि बढ्यो भने पक्कै पनि हामी सफल भइन्छ र त्यो अर्थपूर्ण छ, उद्देश्यपूर्ण छ। हामीले पढाइरहेको शिक्षाले चाहिँ पक्कै पनि विद्यार्थीलाई चाहिँ निश्चित गन्तव्यमा पुर्याउँछ भन्ने मलाई चाहिँ लाग्छ। अब तपाईँको सपना हुन्छ राम्रो जागिर खाने, बाबुआमालाई सुखले पाल्ने, आफूले एउटा घर बनाउने, बिहे गर्ने, आफ्ना बालबच्चालाई राम्रो स्कुलमा पढाउने, धेरैभन्दा धेरै पैसा कमाउने। तर रियालिटी भने त्यस्तो छैन। कलेजका प्रमुख र शिक्षाको नीति निर्माण गर्नेलाई सोध्न चाहन्छु, हामीले बालबच्चालाई कस्तो शिक्षा दिइरहेका छौँ? 12 कक्षा उत्तीर्ण गरेपछि हरेक युवा किन विदेश जान चाहन्छ? यहाँ प्रश्न ती विद्यार्थीलाई, के तपाईँले यही दिनको लागि पढिरहनु भएको हो? यहाँ प्रश्न शिक्षकलाई, के तपाईँले विद्यार्थीको भविष्य यस्तै होस् भनेर पढाउनु भएको हो? यहाँ प्रश्न अभिभावकलाई पनि, के तपाईँले आफ्ना बालबालिकाको भविष्य यस्तै होस् भनेर पढाउनु भएको हो? अनि यहाँ प्रश्न ती नीति नियम बनाउनेलाई पनि, कहिलेसम्म बालबालिकाको भविष्यमाथि खेलबाड गरिरहनुहुन्छ? अनि प्रश्न तपाईँ हामी सबैलाई, के अब हामी यही ठुलो हेरेर बसिरहने हो? यदि होइन भने आउनुहोस्, हामी सबै मिलेर यसको समाधान खोजौँ र भावी पुस्ताको भविष्यमाथि खेलबाड नगरौँ। त्यसो भयो कि मैले पढ्नै हुँदैन, पढ्न छोड्देऊ भन्न खोजे हो? के भन्न खोजे होला त? मैले भन्न खोजेको चाहिँ यो, सर्टिफिकेट लिएर बिदा भइसकेपछि मैले भिडियोमा भनेका पोइन्टहरूमध्ये तपाईँ कुनै न कुनै पोइन्टबाट एक्जिट हुनु पऱ्यो कि। जस्तो स्कुलमा विद्यार्थीहरू आउँछन्, सबै 12सम्म पढ्छन् भन्ने छैन। यहीबाट कति मान्छेहरू एक्जिट भइसकेका हुन्छ। 5 लाखले मात्र 12सम्म पढेर इक्जाम दियो, तर 5 लाखभन्दा एक कक्षामा भर्ना हुने दर त धेरै छ नि त। त्यो 12सम्म त धेरै मान्छेहरू एक्जिट भइसकेका हुन्छ नि त। कि तपाईँ गभर्मेन्ट जबतिर एक्जिट हुनु पर्यो हो? आफूलाई गभर्मेन्ट जबको लागि क्यापेबल बनाउनु पर्यो, होइन प्राइभेट जबतिर भयो नि एक्जिट हुनु पर्यो। ल जागिर खान सकिएन, बिजनेस गर्नु पर्यो, के व्यवसायमा लाग्नु पर्यो, नभए ठिकै छ नेपालमा केही गर्न सकिन, विदेशै जाउँ।
होइन त्यो पनि हुन पर्यो कि तपाईँ सेल्फ इन्डिपेन्डेन्ट बन्नु पर्यो तर त्यो डिप्रेसनसम्म चाहिँ पुग्न भएन तपाईँ यो पोइन्टहरूमध्ये कतै न कतैबाट एक्जिट भइसक्नु पर्यो कि तपाईँ त्यो पोइन्टसम्म चाहिँ पुग्न भएन अब कसरी नपुग्ने त त्यो पोइन्टमा नपुग्नलाई हामी के गर्ने त भन्ने कुराहरू चाहिँ महत्त्वपूर्ण हो त्यसो भए नीति निर्माण बनाउने मन्त्री नेताहरूलाई थाहै छैन त यो प्रब्लमको बारेमा थाहा छ तर वास्ता गरिरहेको छैन है त्यही जस्तो लाग्छ ल त्यसो अर्को भिडियो हेरौँ है अहिलेका हामी जस्ता पुस्ताले जे जस्तो समस्याहरू भोगिरहेका छौँ त्यसको एउटा प्रमुख कारण भनेको आजको शिक्षा नीति पनि एक हो खासमा जुन शिक्षा प्रणालीलाई बच्चादेखि आँखा चिनेर पढ्दै आयौँ त्यो प्रणालीले सच्याउनु पर्नेछ शिक्षामा परिवर्तन कहिले आउँछ शिक्षामा परिवर्तन कहिले आउँछ शिक्षाले मुलुकको भविष्य बताउँछ तर यो देशको शिक्षा कक्षा कोठामा शिक्षक फर्कत आउँछ विद्यार्थी आउँछ शिक्षाले मुलुकको भविष्य बताउँछ जति पढ्यो उति यो मुलुकमा केवल पढ्नेले उपहार बेरोजगारी पाउँछ शिक्षाले मुलुकको भविष्य बताउँछ हामीले जीवनको महत्त्वपूर्ण समय यहीमा खर्च गरेका हुन्छौँ त्यसो भए यस्तै रहिरहन्छ त सधैँ नेपालको शिक्षा पद्धति होइन हिजो मैले बुझेँ आज तपाईँले बुझ्नुभयो भोलि अरूले पनि बुझ्नेछन् र हामी सबै मिलेर यो सुधार्न लाग्नुपर्दछ र सबै नागरिकले समान रूपमा गुणस्तरीय शिक्षा पाउने वातावरण बनाउन लागि परौँ यो गुगल फेसबुक ट्विटर चलाउनु हुन्छ नि यो भनेको कलेजको प्रोजेक्टका स्टुडेन्टहरूले बनाएको एप्लिकेसन हो क्या त्यो खासमा भने मतलब अरू देशको स्टुडेन्टले फेसबुक बनाउन सक्छ ट्विटर बनाउन सक्छ गुगल बनाउन सक्छ भने हाम्रो देशको विद्यार्थीले के बनाएर त्यो चलाउने मात्र बनाएको हो त्यसको लागि के गर्ने त शिक्षकले के गर्ने हामी विद्यार्थीले के गर्ने अभिभावकले के गर्ने भन्ने कुराहरू पनि लाग्छ है हामी कहाँ चाहिँ शिक्षक भन्ने बित्तिकै विद्यार्थी डराउँछ हिचकिचाउँछ भनेपछि डराएर नि कसैले सिक्छ र सिक्दैन नि त तिमीलाई भात खा भनेर घाँटीमा दरबार राखेर त्यो खाने भए खा नत्र तँलाई भन्यो भने भात दिन सक्छ हो हामी कहाँ चाहिँ के छ शिक्षकहरू चाहिँ एकदम डरदै खाउने विद्यार्थीहरू डरमा बस्छ त्यहाँबाट कसरी सिक्छ त लेख्यो अब चाहिँ यो छातीले चेस्टले लेख्नु छ अहिलेसम्म चाहिँ हामीले समस्याहरूको बारेमा मात्रै कुरा गर्यौँ अब चाहिँ तिमीहरूले के गर्ने त के गरेर अगाडि बढ्ने त भन्ने कुराहरू चाहिँ म भन्छु है आजसम्म जे भयो ठिक छ त्योमा अब कुनै त्यो अझै आएन होला अहिले भए राम्रो त्यो सबैभन्दा पहिला आत्मविश्वास हुनु पर्यो यस म गर्न सक्छु भन्ने विश्वास हुनु पर्यो कि सक्दिनँ होला त्यस्तो जानी मान्छेहरू छ कहाँ अथवा त्यस्तो छ त्यो सोच आउँछ त्यो आउनु भएन यस म जोसँग पनि लड्न सक्छु जोसँग पनि प्रतिस्पर्धा गर्न सक्छु र म सफल हुन्छु भन्ने आत्मविश्वास हुनु पर्यो के पछुतो लाग्छ नि त मान्छेलाई म त गरिब घरमा जन्मे भन्ने होला फलाना त धनी घरमा जन्मे बोर्डिङमा पढ्न पायो उसले यस्तो गरेछ उस्तो गरेछ मैले पाइनँ भन्ने हुन्छ नि त होइन उसले जस्तो म गर्न सक्दिनँ होला भन्ने हुन्छ नि त्यो नै हुनु भएन क्या तर हामीले त पढ्न पाइरहेछौँ घरमा बस्न पाइरहेछौँ बाबामा छ हाम्रो साथमा हामी किन सक्दैनौँ सक्छौँ नि सक्दैनौँ त्यो हुनु पर्यो
बाँचिरहेको जिन्दगी नै उनीहरूको लागि चाहिँ म त्यस्तो जिन्दगी बाँच्न पाएँ हुन्थ्यो भन्ने अहिले पनि छ नि त। भनेपछि हामी किन पछुतो मानिरहने अझै पनि? हामी किन सक्दैनौँ होला? म त उस्तो छु यस म सक्छु, म जे पनि गर्न सक्छु भन्ने चाहिँ कन्फिडेन्स हुनु पऱ्यो कि। फोटो देखेछ भने मतलब माइन्डसेट इज एभ्रिथिङ भन्छ कि। जस्तो एउटा बिरालो हिँडिरहेछ, उसले चाहिँ सोचिरहेछ कि म बाघ हुँ, त्यो चाहिँ सोच्नु पऱ्यो कि। बिरालै हो ऊ, तर ऊ हिँड्छ म बाघ हुँ भनेर हिँड्छ। पिउसाले म एक दिन राजा बन्छु भनेर सोच्छ कि। चेस खेलेर थाहा छ नि पिउसालाई राजा भन्ने? थाहा छ? चेस खेल्दा पनि चेस छैन स्कुलमा? एउटा पिउसा भनेको सानो ऊ हुन्छ, तर राजा भनेको राजा हुन्छ। तर उसले नि म एक दिन राजा बन्छु भनेर सपना देख्छ कि पिउसाले। भनेपछि माइन्ड सेट चाहिँ हुनु पऱ्यो कि म गर्न सक्छु, ममा केही कमी छैन भन्ने आत्मविश्वास चाहिँ हुनु पऱ्यो कि। छ म चाहिँ जिन्दगीमा गर्न सक्छु, मेरो बाबामाले सुख दिन सक्छु भन्ने कन्फिडेन्स आउँछ? यस, त्यो हुनु पर्यो। असम्भवै होइन भन्ने होइन, तर आफ्नो परिवारको अवस्था के छ? मलाई आजै काम गरेर पैसा कमाइहाल्नु परेछ, बेलुका के खाउँछ, भोलि के खाउँछ भने त्यो ठुला ठुला सपना देखेर गरेर मात्र त भएन नि। त्यो पनि आफूले मूल्याङ्कन गर्नु पर्यो। जस्तो म चाहिँ के छु भने अहिले मेरो परिवारमा के छ भने मैले 1 रुपियाँ पैसा कमाएर घरमा दिन पर्दैन। मैले कमाएर नदिँदा मेरो बाबामाले के खाला, मेरो छोराछोरीले के खाला भनेर सोच्न परेको छैन भने म के सोच्छु, मेरो लागि सोच्छु। म चाहिँ अहिलेसम्म आफूमा स्किल डेभलप गर्छु, स्किल गेन गर्छु, सकेसम्म धेरै कुराहरू सिक्छु होइन। तपाईँहरूलाई त्यो अवस्था के छ त्यो चाहिँ मूल्याङ्कन गर्नु पर्यो आफैले। मेरो फ्यामिलीको इमर्जेन्सी निड हुन्छ नि, कति चाहिहालेको के हो होइन। मलाई चाहिँ परिवारले चाहिँ यसो खर्च दिन सक्छ, म चाहिँ 1-2 वर्ष अझै पढ्न सक्छु भने पढ्ने, राम्रोसँग पढ्ने, अथवा कुनै सिप सिकाउनलाई चाहिँ पैसा दिन सक्छ भने सिप सिक्ने होइन। तर त्यो चाहिँ अवस्था कस्तो छ भन्ने हो कि। अब तिमी के गर्ने? नाम कमाउनपट्टि लाग्ने हो कि, दाम कमाउनपट्टि लाग्ने हो कि, व्यवसाय गर्ने हो कि, जागिर खाने हो कि, अथवा फेरि अर्को लेभल ब्याचलरै पढ्ने हो कि के हो चाहिँ अब सोच्नु पऱ्यो कि। एउटा चाहिँ चुज गर्नु पऱ्यो कि। होइन म त अब लोकसेवातिर तयारी गर्छु, ओके। होइन म विदेश जान्छु, ओके। होइन मलाई त नाम कमाउनु छ, पैसा भने के हो त। अब केलाई चाहिँ इम्पोर्टेन्ट दिने चाहिँ डिसिजन गर्नु पऱ्यो कि। म पैसा कमाउँछु, पैसाको पछि कुद्ने, म नाम कमाउँछु, नामको पछि कुद्दिनँ के हो भन्ने कुरा हो। जस्तो मैले 10 वर्ष जागिर खाएँ, आज मसँग केही छैन, पैसै छैन, तर मैले नाम कमाएँ त। म नामको पछि कुनै पैसा भने के होइन भने होइन। त्यो चाहिँ आफूले सेभ गर्ने कि जेमा लाग्दा नि भयो। मलाई चाहिँ पैसाको आवश्यक छ, म त पैसा कमाउने हो, भाइले पैसा कमाउने हो, लाग्ने पैसा कसरी कमाउन सकिन्छ होइन। मलाई त पैसा भने ठिकै छ, म त यसो नामसँग कमाउने हो, समाजको लागि काम गर्ने हो के गर्नु, जागिर खाने भने मरिमेट गर्ने। तर गर्न चाहिँ सक्नु पऱ्यो क्या। जेमा आफूले फोकस गरे, एउटा रोजेर अगाडि बढिसकेपछि त्यहीमा लाग्नु पऱ्यो। अब चाहिँ भन्छ कि अब तिमीले एउटा चुज गर्यो होला नि त अहिलेसम्म, मोटामोटी म विदेश जान्छु अथवा नाम कमाउँछु, पैसा कमाउँछु, एउटा त सोच्यो नि, जागिर खान्छु अथवा लोकसेवा नाम निकाल्छु, केही त सोच्यो नि। अब भन्छ कि भविष्यको कल्पना गर्ने कि आँखा चिम्म गरेर मेरो लाइफ चाहिँ यस्तो भइदियो हुन्थ्यो भनेर सोच्नु। मसँग चाहिँ टन्न पैसा होस्, बाबामालाई सुखले राख्न सकियोस्, मेरो बाबामा कोहीसँग झुक्न नपरोस्, त्यो एउटा इमेजिन गर्ने क्या जिन्दगी, लाइफ, फ्युचर लाइफ के गऱ्यो। सबै आँखा चिम्म गरेर सोध्नु कि मेरो के हुन्छ, के भइदियो हुन्छ। सोच्यो ल। अब भन्छ म यस्तो बन्छु भने त सोच्यो, यस्तो भइदियो हुन्थ्यो भने त सोच्यो, म यस्तो चाहिँ बन्दिनँ, त्यस्तो चाहिँ नहोस् मेरो जिन्दगीमा
भन्ने पनि त हुन्छ नि। जस्तो म सोच्छु कि मलाई चाहिँ टाइम फ्री होस्, भोलि फलाना ठाउँमा यस्तो छ भन्दाखेरिमा म जान सकियोस्, दसैँ तिहारमा मेरो बाबामा छोरा आएन भनेर नरोस् है। त्यो हुन्छ त, छोरा नआएर छोरा नभएर मेरो बाबामाले गाह्रो साह्रो पर्दा म नै साथमा नभएर बाबामा चाहिँ तडपिरहेको नहोस्, कल्पना गर्ने यस्तो चाहिँ नहोस्। नेगेटिभ भिजन हुन्छ नि, म त्यो चाहिँ भन्दिनँ। म चाहिँ डिप्रेसनमा पुगिरहेको छु, चाहेको नपाएर भनिदिनेछु, त्यो चाहिँ म नहोस्, त्यो चाहिँ नहुँदिनँ। त्यो पनि हुनु पऱ्यो क्या, त्यो के बन्छु र के बन्दिनँ एक किसिमको त्यो भिजन हुनु पऱ्यो। जे भइरहेछ त्योभन्दा अझ बाहिरको सोच्नु पऱ्यो कि वाइड हुन्छ नि एकदम सब त्यो नर्मल नसोच्ने क्या, नर्मल अब चल्दैन। अब नयाँ सोच्नु पऱ्यो, वाइड नै सोच्नु पऱ्यो कि फ्लावर भएर अब चल्दैन, फायर फायर मात्र होइन वाइल्ड फायर हुनु पऱ्यो क्या। अब सोच त्यतिसम्मको फिजेर राख्नु पऱ्यो कि सबैको सानो राख्नु भएन। अब अर्को भन्छ कि अब ठिक छ, अब ल मैले एउटा सेट गरेँ, मैले तयारी गरेँ, म त अब त्यहीमा लाग्ने हो भने एक किसिमले माइन्डले गरायो। अब चाहिँ आफूलाई तानी ब्याक फायर गर्ने चाहिँ हुन्छ कि, जस्तो आफन्तहरू नै हुन्छ, आफन्त होइन, अल्छी बाहना नाताको त यो सबै चाहिँ हामीलाई पछाडि मात्र तानेर हाल्छ क्या, सक्सेसमा अगाडि बढ्नै दिँदैन होइन। इन्डाइरेक्टली डाइरेक्टली त बाबामाले त नगर भन्दैन, तर पनि उनीहरूले चाहिँ के गर्छ भने जस्तो एउटा भनाइ छ कि अब तिमी कम्पिटिसन अहिले हाम्रो राष्ट्रपति रनिङ सिल चलिरहेको त्योमा दौडिन भाग लिन गयो, लो दौडिरहेछौ, तिम्रो बाबामा चाहिँ त्यहाँबाट हेरिरहेछ, तिमी लड्यौ अरे होइन, लडेर कतै घाउ आयो, त्यहाँ बाबामाले के भन्छ, ओखनी मेरो बाबुलाई के भयो के नभयो, आऊ बाबु नदौड्यौ यस्ता छोडिदेऊ, बाबामाले त्यही भन्ने होइन, स्योर त्यही भन्छ नि। तर त्यहाँ चाहिँ एउटा साथीले अथवा अर्को पक्ष चाहिँ के हुन्छ भने लडेर हुन्छ, उठ अहिले त जित्नुपर्छ यो भने त के हो उठ भनेर जसरी त्यो ऊ आउँछ नि पावर दिन्छ नि, त्यो चाहिँ हुनु पऱ्यो, त्यो मान्छेहरूले सम्मत गर्नु पऱ्यो। जस्तो यो मान्छेको बाबामाले त फर्स्ट नहो भन्नु खोजेर त होइन नि त, आफन्तहरू पनि हुन्छ, अल्छी बाना यस्तो यस्तो अनेक बनाउन छोडिदिनु पऱ्यो। अब एउटा गोल सेट गरिसकेपछि त्यसरी अगाडि बढ्नु पऱ्यो भन्छ कि। अब साथी सर्कलले चुज गर्नु पऱ्यो कि, साथीसँग चाहिँ धेरै भूमिका खेल्छ, त्यही भएर आफ्नो वरिपरि भएको मान्छेहरूले नराम्रो मान्छेहरू पनि लाभ हानेर लहाटे सङ्गतै गरेर छोड्नु पऱ्यो। आउँछ विभिन्न हन्डर ठक्करहरू आउँछ, त्यही भएर कुल भएर भिड नगरिकन आफ्नो लक्ष्यमा विश्वास गर्ने र आफूलाई विश्वास गर्ने, म सक्छु त्यसरी आओस् हुनु पऱ्यो, बुझ्यो? त्यो अब नि तेरेङ यहाँ म त सक्दिनँ होला, लाज लाग्छ, मलाई त डर लाग्छ, त्यो चाहिँ हुनु भएन है। अब चाहिँ के गर्नु पऱ्यो भन्दा स्याल भयो नि बाघ बनेर हिँड्नु पऱ्यो क्या, बाघ जस्तो मान्छेहरूले मनमा चाहिँ त्यो लिनु पऱ्यो कि है। अनि यो सक्सेस त्यतिकै आउँदैन कि, तिमीले गोल सेट गर्यौ, म इन्जिनियर बन्छु भन्यो, इन्जिनियर त्यसै बनिन्छ र, म पाइलट बन्छु भने त्यसै बनिन्छ र, म विदेश जान्छु भने यसै विदेश जान पाइन्छ र, पाइँदैन नि त। सबैभन्दा पहिला म अहिले भनिरहेको छु, सोच्नका लागि आग्रह गरिरहेको छु, भर्खर थिङ्क प्रोसेसमा छौँ, त्यसपछि आइडिया, अब त्यसलाई चाहिँ कसरी त्योमा चाहिँ कसरी पुग्ने, आइडिया बल्ल सेकेन्ड भयो, त्यसपछि ट्राई गर्नु पऱ्यो, आइडिया निकालेपछि अब चाहिँ प्र्याक्टिस नै गर्नु पऱ्यो कि, ट्राई गर्नु पऱ्यो, असफल हुनसक्छ फेरि गर्नु पऱ्यो, गरिराख्नु पऱ्यो, अगेन एन्ड अगेन किप गोइङ गरिराख्नु पऱ्यो, बल्ल चाहिँ सक्छ हामी। त्यतिकै त्यो हामीले देखिरहेको सफल भएको मान्छेहरू देख्छौँ नि, त्यो मान्छेहरू त्यतिकै बने होइन क्या, उसले त्यो बन्नलाई धेरै मिहिनेत गरेको हुन्छ। सरहरूले यहाँ कस्तो उदाहरण दिनुहुन्छ तिमीहरूलाई, यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ, कसैको नाम लिन्छ, नाम लिनुहुन्छ कसैको?
ज्ञानमानको नाम लिनुहुन्छ ल ज्ञानमान हामीसँगै पढेको मान्छे हो हिजो बेलुका हामी 8:30 7:30 देखि 8 बजीसम्म यही एक्लै घरमा बसेका थियौँ ज्ञानमान बन्नको लागि हामीले चाहिँ के गर्छौँ ज्ञानमानले पैसा कमान्छ राम्रो जागिर खान्छ सरकारले नाम निकालेको छ भन्ने हामीले सोच्छौँ नि त तर त्यही निकाल्नलाई उसले कति मिहिनेत गरेको थियो उसको ब्याकग्राउन्ड हामीलाई थाहा छैन नि त भने मतलब ज्ञानमान हुनलाई त्यत्तिकै भएको होइन क्या जस्तो कसैले म जस्तो बन्छु भन्यो भने म बन्नलाई पनि धेरै मिहिनेत गर्नुपर्छ क्या यत्तिकै बन्ने कुरा होइन त्यो भएको कारणले गर्दाखेरिमा चाहिँ उसको ब्याक स्टोरी नै हेर्नु पर्यो ज्ञानमानले कति मिहिनेत गरेको थियो कति घन्टा पढेको थियो के पढेको थियो त्यो पनि स्टडी गर्नु पर्यो नि अनि उसले पछाडि बाटो पछाडि गयो भने बल्ल पो ज्ञानमान बन्ने होला त त्यतिकै ज्ञानमान बन्ने त होइन होला त्यो भएको कारणले गर्दाखेरिमा त्यो हो अब म लास्टमा आइसकेको छु त्यही भएर जित के भने चाहिँ यहाँ छ जित र हार मिल्दै अगाडि बढ्ने कुरा हो यहाँ जित मात्र हुँदैन भन्छ नि हाँस र रोदन मिक्स हुन्छ त्यसमा चाहिँ जित मात्र भन्ने हुँदैन अनि त्यो विद्याले के जवाफ दिएछ थाहा छ खुट्टाको ठाउँमा हात हाल्नु पर्यो बल्ल सबैले भने जस्तो हुन्छ विकास हुन्छ राम्रो हुन्छ भन्नु खोजेको मतलब तिमीहरू के गर्न चाहन्छौ के भन्न चाहन्छौ के गर्न चाहन्छौ भने त त्यो बन्न खोजे चाहिँ यसलाई त्यो बन्न दिनु हुन्न भन्ने होइन बरु मैले के सक्छ उसलाई त्यो बन्नका लागि मद्दत गर्नु पर्यो हो त्यसो भए कुनै प्रश्न छ मलाई के सोध्न मन छ केही सोध्नु मन छ के भन्न मन छ मलाई कसैलाई केही छैन छ होला छैन हो ल धन्यवाद नमस्ते उपस्थित सबैजनालाई मेरो नाम चाहिँ रश्मिता ठकुरी म चाहिँ हाल अहिले 12 पढेर एक्जाम दिएर यहाँ आएको अनि तारा दाइले यस्तो मोटिभेसन स्पिच दिने भनेर भन्नुभएको रहेछ अनि त्यही मार्फत हामी चाहिँ आज स्कुलमा आएको अनि स्पिचबाट चाहिँ हामीले धेरै कुरा सिक्ने मौका पायो अनि दाइलाई चाहिँ धेरै धन्यवाद प्रकट गर्न चाहन्छु अनि यो हेर्दै गर्दाको भिडियोमा चाहिँ मैले के सिक्न मौका पाएँ भने अनि अब 12 पछि हामीले के गर्न सक्छौँ भनेर दाइले स्पिच दिनुभयो अब त्यसकै आधारमा अब हामीले चाहिँ आफ्नो फ्युचरलाई अगाडि बढाउँछौँ नमस्ते छ यहाँ उपस्थित हुनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू मेरा साथीहरू र यहाँ स्पिच दिन आउनुभएका दाजुहरूलाई पनि मेरो तर्फबाट हार्दिक नमन छ हामी चाहिँ यस नगरपालिका पूर्व विद्यार्थी दाजुहरूले चाहिँ हामीलाई चाहिँ अब कक्षा 12 पछि अब कुन कार्यमा जाँदा चाहिँ अब कुन तरिकाले जान सकिन्छ भनेर पनि उहाँ हामीलाई स्पिच दिनुभएको थियो अब धन्यवाद दाजुलाई लगायत अन्य आदरणीय दाजुहरू पनि हुनुहुन्छ अनि लगायत मेरा साथीहरू पनि यहाँ उपस्थित हुनुभएको सबैलाई धेरै धेरै धन्यवाद मेरो नाम शरण श्रेष्ठ म यही आफै हटिया नलाङ पात्रे माध्यमिक विद्यालयमै पढेर यहाँ आउँदाखेरि यहाँ उपस्थित हुनुभयो एकदमै खुसी लाग्यो जबकि दाजुहरूले यतिसम्म भन्नुभयो कि हामीले अब 12 सकेपछि के गर्ने विदेश जाने कि कुनै ठाउँमा जाने कि लाइक अन्य कुराहरू त छँदै नै छ तर नाबिका म चाहिँ अहिले भर्खर +2 को एक्जाम सकेर दाइहरूको मोटिभेसन स्पिच सुनेर बसिसकेको छु मैले चाहिँ आज के सिकेँ भने आफूलाई चाहिँ के कुरामा रुचि हो त्यो कुरा चाहिँ हामीले गर्नुपर्छ अरूको कुरा सुन्नु हुँदैन आफ्नो केमा रुचि छ त्यो गर्नुपर्छ र आफूले गरेको कुराबाट चाहिँ अरूलाई पनि खुसी दिनुपर्छ साथै अरूलाई शिक्षा दिनुपर्छ अनि
शिक्षामा चाहिँ विभिन्न राजनीतिक खेलहरू जस्तै कुराहरू भइरहेको छ। यसलाई चाहिँ अन्त्य गर्नुपर्छ, सबैलाई शिक्षा बाँड्नुपर्छ, आफूले चाहिँ आफ्नो करियरमा फोकस गर्नुपर्छ, कहिले पनि हार मान्नु हुँदैन, कोसिस मात्र गरिरहनुपर्छ। कहिले पनि हार भयो भनेर रोएर अब म यो कुरा गर्दिनँ भनेर बस्नु हुँदैन, सधैँ फोकस गरेर कोसिस गरिरहनुपर्छ। आज सिकेको यो मोटिभेसन स्टेजबाट सिकेको कुरा धन्यवाद।